आजभन्दा 1 वर्ष अगाडि हामीले नेपालमा भइराखेको इलिगल धर्म परिवर्तनलाई एक्सपोज गर्दै एउटा भिडियो बनाएका थियौँ। 2072 सालको महाभूकम्प पश्चात राहतको रूपमा आएको चामलको बोराभित्र भेटिएको बाइबलको कथा, पास्टर बाबा केशवराज आचार्यको फेक किलिङको कथा अनि फरेन मिसनरिजहरूले नेपालको कानुन तोडाएर कसरी धर्म परिवर्तन गराइराखेका छन् भन्ने कथा। यो सबै कुरा हामीले प्रुफ सहित देखाएका थियौँ। तर ती सबै कुरा त बाहिरबाट देखिने चम्किला दानाहरू मात्र रहेछन्। ती चम्किला दानाभित्र लुकेका काला दानाको कुरा आज यस भिडियोमा गरौँ। यो भिडियोको रिसर्चमा हामी जति तल गयौँ त्यति नयाँ मोड, त्यति नयाँ लेयर र त्यति नै नयाँ म्यानिपुलेसनका कथाहरू भेट्यौँ। आजको यो भिडियोमा हामीले यो अपराधको एउटा क्लियर प्याटर्न, पैसाको चलखेल, साइकोलोजीको म्यानिपुलेसन र नेपालको फ्युचरमा पर्ने लङ टर्म असरको बारेमा कुरा गर्नेछौँ। हेलो एभ्रीवान, लेट मी कभर दिस लङ स्टोरी इन सर्ट। कुनै पनि फोर्स्ड या इलिगल धर्म परिवर्तनको सबैभन्दा मेजर वेपन हो म्यानिपुलेसन। र म्यानिपुलेसन गर्नको लागि सबैभन्दा पावरफुल हतियार भनेकै हिट इट वेयर इट हर्ट्स द मस्ट हो, जसको अर्थ छ जहाँ दुख्छ त्यहीँ हान्ने। र नेपालको केसमा त्यस्ता दुख्ने ठाउँहरू थुप्रो छन्। गरिबी, अशिक्षा, स्वास्थ्य सेवाको कमी र सबैभन्दा दुःखद कुरा हामी आफै बीचको भेदभाव। हेर्नुहोस् न, हाम्रो टिममा कोही पनि नेवार समुदायको मान्छे नहुँदा पनि नेवारको कल्चर भनेको हामी नेपालीको कल्चर हो र हाम्रो कल्चरलाई हामीले विश्व सामु देखाउन पर्छ भन्दै एउटा भिडियो बनायौँ युमरीको बारेमा। र त्यही भिडियो बनाउने क्रममा यस्ता कमेन्ट्सहरू पायौँ। यस्ता कमेन्ट्सहरू देख्दा एउटा कुरा त क्लियर छ, हामी सबैजना मिलेर बुनेको ढाका च्यातिसक्यो। बाहिरबाट आफ्नो फाइदाको लागि आएको जसले पनि हामीलाई सजिलै म्यानिपुलेट गर्न सक्छ। हाम्रो 100 थुङ्गा फुलको माला चुडिन समय लाग्दैन। हाम्रो यो माला चुड्याउनको लागि यस्ता संस्थाहरूले के गर्छन् त? अबको पार्टमा ती कुराहरू गरौँ। यस्ता संस्थाहरूलाई हाम्रो देशमा छिर्नको लागि एउटा गोल्डन टिकट छ, नेसनल एड अर्थात् राष्ट्रिय सहायता। नेपाल सरकारसँग कुनै पनि आपद विपदको समयमा युज गर्नको लागि एक्स्ट्रा रिसोर्सेस छैन। अनि सायद त्यही भएर होला कोही बाहिरका संस्थाहरू तपाईसँग नभएको कुरा म दिन्छु नि त भनेर आउने बित्तिकै नेपाल सरकारले हात उठाउँदै भइहाल्छ नि भनिहाल्छ। हो, हाम्रो यही कमजोरीको फाइदा उठाउँदै यस्ता संस्थाहरू नेपाल प्रवेश गर्ने गर्छन्। नेपाल सरकारबाट केही पनि रोकटोक नभएपछि यस्ता मिसनरिजहरू सबैभन्दा पहिला त एउटा अनिकालको रिलिफका लागि चामल, दाल, कपडा, टेन्ट लिएर नेपाल आउँछन्। तिमीहरूलाई केही पनि गाह्रो परेको बेलामा हामी नै हो सहयोग गर्ने भन्दै मानिसहरूको विश्वास जित्छन्। अनि त्यहीदेखि उनीहरूको यो स्पिरिचुअल गेम सुरु हुन्छ। अनि जब उनीहरूले एकपटक सहरको विश्वास जित्दै यो सहरको शक्तिमान त मै हो भनेर आफूलाई प्रुभ गर्छन्, तब तिमीहरूलाई हेल्प गर्ने त हामी नै हो। अब तिमीहरू हाम्रो बाटोमा हिँड, हाम्रो धर्म मान र हाम्रो भगवानलाई पूजा गर भन्न ठुलो कुरा हुँदैन। कसको घरमा कुन धर्मको पालना हुन्छ, को मान्छेलाई कुन धर्म मनपर्छ, यो कसैको पनि प्रब्लम होइन र यो प्रब्लम हुनु पनि पर्दैन। इनफ्याक्ट हाम्रो बेसिक राइट नै आफ्नो धर्म चुज गर्न पाउनु हो। प्रब्लम त तब हो जब एड, एनजिओको वर्क, इम्पावरमेन्ट यस्ता शब्दको नाममा साइड बिजनेसको रूपमा धर्म परिवर्तन चलिराखेको हुन्छ। अब यो सबै क्याम्पेनिङ चलाउनको लागि केही न केही पैसा त लागिरहेको छ होला। सो त पैसा कहाँबाट आइरहेको छ त? त्यसको लागि यो भिडियो हेर्नुहोस्। Some of the stuff that the money was being spent on that we didn't even know. Crazy examples that came out. Look, $100 million on initiatives like expanding atheism in Nepal. That's what American taxpayers should be paying for? No way. यस भिडियोमा नेपालमा एथिजम प्रमोट गर्नको लागि यति पैसा खर्च गरिएको छ भनेर भनिएको छ। अब यस्तो कति देशले गरेका छन् होला? यो त काउन्ट नै छैन। अब यस्ता विभिन्न कन्भर्जनको केसेसहरू हेरेर हामीले यी मिसनरिजहरू कसरी देशमा प्रवेश गर्छन् र कसरी उनीहरू अपरेट गर्छन् यसको एउटा क्लियर प्याटर्न भेटाएका छौँ। अब त्यसको कुरा गरौँ। यिनीहरू बाढी, पहिरो, भूकम्प जस्ता आपद विपदको समयमा रिलिफ तथा राहतको नाममा नेपाल प्रवेश गर्छन्। बिस्तारै यिनीहरू गाउँ गाउँमा जान्छन् र विपदमा परेकाहरूलाई या त भनौँ तल्लो जात भनेर हेपाई सहन परेकाहरूलाई कन्टिन्युअस सपोर्ट दिन्छौँ, तर एउटा शर्तमा
यदि तिमीले येशूलाई विश्वास गर्छौ भने, तिमीले हाम्रो प्रार्थना गर्छौ भने, या त भनौ तिमी चर्च आउन थाल्छौ भने। अब एउटा लाइन मैले फेरि यहाँ रिपिट गर्न चाहे, यदि ती व्यक्तिहरूले आफ्नो मनबाट आफूलाई जिजस क्राइस्ट मनपर्छ या क्रिस्चियनिटीको टिचिङ्सहरू मनपर्छ भनेर क्रिस्चियनिटी जोइन गरेको भए त्यहाँ कुनै प्रब्लम नै हुन्थेन। तर जुन वेमा विदेशी फन्ड्सहरूबाट चलेका यस्ता एनजिओजहरू नेपालमा आएर सहायता दिन्छु, तिमीले मेरो भगवानलाई पूजा गर, त्यो भनिराखेको कुरा चाहिँ यहाँनिर गलत हो जस्तो लाग्छ। यदि मैले कुनै पनि अर्को व्यक्तिलाई एउटा धर्मको बारेमा राम्रो नराम्रो भनेर उसलाई इन्डिरेक्टली या डिरेक्टली इन्फ्लुएन्स गर्न खोज्छु आफ्नो धर्मतिर तान्नको लागि भने म एउटा अपराधी हो। यो मैले भनेको कुरा होइन, यो हाम्रो देशको कानुनले बोलेको कुरा हो, जसको बारेमा हामीले फर्स्ट पार्टको भिडियोमा हामीले डिस्कस गरिसकेका छौँ। यो भिडियो हेरेपछि तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। त्यस्तै यस्तो अर्गनाइजेसनलाई अपरेट गर्न सक्ने अर्को सजिलो तरिका हो वुमेन इम्पावरमेन्ट, चाइल्ड एजुकेसन जस्ता थुप्रै सेक्टर्समा एनजिओज रजिस्टर गरेर। अब यी एनजिओजहरू सर्फेसली हेर्दा त ट्रेनिङ प्रोग्राम, स्कलरसिप अवेरनेस, डिफ्रेन्ट क्याम्प्सहरू गरिराखेका हुन्छन्, तर भित्रभित्रै धर्मसँग जोडिएको मेसेज दिने, भल्नरेबल ग्रुपलाई टार्गेट गर्ने र बिस्तारै उनीहरूलाई आफ्नो रिलिजियस सर्कलमा तान्ने जस्ता काम गर्छन्। त्यस्तै चिल्ड्रेन्स होम, अर्फानेज, सेल्टर जस्तो बाहनामा उनीहरू नेपाल प्रवेश गर्न खोज्छन् र सानैदेखि बालबालिकालाई आफ्नो धर्मको पाठ, प्रेयर, बिलिफ सिकाउने जस्ता काम गर्छन्। र जब एउटा बच्चाले सानैदेखि नै डिफ्रेन्ट चोइसेसहरूको बिचको अल्टरनेटिभ नै देख्न पाउँदैन, त्यसलाई हामीले अब कन्भर्जन भन्ने कि कन्डिसनिङ भन्ने, यो आफै सोच्नुहोस्। येशूको शरणमा गएपछि त रोगहरू पनि हराउँछ, जुन डक्टर र औषधिले पनि सन्चो गर्न सक्दैनन्। अब यो कुरामा कतिको लजिक छ त आफै सोच्नुहोस्। तर अब यो सबै गर्नुको कारण चाहिँ के त? यही कुरा बुझ्नको लागि हामीले एउटा सर्वे गरेका थियौँ। एक सेन्टेन्समा त्यसको एन्सर दिनु पर्दा चाहिँ एज पर द सर्वे एउटा कारण चाहिँ के हुन सक्छ त भन्दा, वेस्टर्न पावर्स जसले यो सबै कुरालाई फन्ड गरिराखेका छन्, उनीहरूको मोटिभ सिम्पल नै देखिन्छ। नेपाल जहाँ अन्य धर्मावलम्बीहरू धेरै छन्, त्यहाँ क्रिस्चियनिटीलाई इस्टाब्लिस गर्न सक्नु भनेको उनीहरूको लागि चाइना र इन्डिया जस्ता सुपर पावर देशहरूको बिचमा एउटा सफ्ट पावर इस्टाब्लिस गर्नु हो। र जसरी उनीहरूलाई पोलिटिकल्ली नेपाल चाहिएको छ, त्यसरी नै रिलिजियसली पनि नेपाल चाहिएको हुन सक्छ। अनि त्यस्तै अब मिसनरिजको फाइदा हेर्ने हो भने त कति छन् कति। अघि भने जस्तै गरिब देशहरूमा राहत बाँड्ने क्रममै यिनीहरूले कतिपय कुरा त त्यही बिचमा हिनामिना गरिसकेका हुन्छन्। त्यसमा अब आफ्नो तलब र लिभिङ एक्सपेन्स लिने कुरा त छुट्टै, र जति पनि मिसनरिजहरूले पर हेड बेसिसमा धर्म परिवर्तन गराउँछन्, उनीहरूले त्यति नै बराबरको कमिसन पनि पाउँछन्। सो या इन सर्ट यो सबैको कारण हो पैसा। अब आफै सोच्नुहोस्, कुनै पनि एउटा सोझो नेपालीलाई साइकोलोजिकली अफेक्ट गर्ने तरिकाले कुनै पनि एउटा धर्म प्रमोट गर्नु धर्म हो कि बिजनेस? र यही सबैको बिचमा कहिले टिकटकमा फेथ हिलिङको नचाहिने भिडियो पोस्ट गरिन्छ त कहिले राहतमा बाँडेको चामलको बोराभित्र बाइबल भेटाइन्छ। अनि यो सबै भइराखेको बेलामा नेपाल गभर्मेन्टले चाहिँ के गरिराखेको छ त? यसको जवाब सुनेर तपाईँ चकित गर्नुहुन्छ। सन् 2021 सेप्टेम्बर 14 का दिनमा पोखराबाट सिस्टर गेमा लुसिया किङ र सिस्टर मार्ता पार्क नाम गरेका 2 जना कोरियन मिसनरिजहरूलाई एरेस्ट गरिएको थियो। उनीहरू 2015 को भूकम्प पीडितलाई राहत बाँड्ने बहानामा नेपाल छिरेका थिए। त्यसपछि नेपालमै बसेर दुखी गरिब परिवारहरूलाई अलिअलि सामान दिँदै इमोसनली ब्ल्याकमेल गर्दै ती गरिब परिवारको धर्म परिवर्तन गराउने काममा इन्भल्भ थिए। त्यस्तै अस्ति मात्र अगस्त 25, 2025 मा नेपाल डिपार्टमेन्ट अफ इमिग्रेसनले लगनखेलबाट डेनियल कोर्टनी नाम गरेका अमेरिकन मिसनरीलाई समात्यो। उनी भैँसी पार्टीमा 20 जना बालबालिकालाई एउटा चिल्ड्रेन्स होममा राख्छु भन्ने बहानामा नेपाल आएका थिए। अनि लगनखेल, सुन्दरा, जाउलाखेल जस्ता ठाउँमा विगतका 10 वर्षदेखि क्रिस्चियनिटीको प्रिच गर्दै हिँडेका थिए। र यही क्रममा उनले विभिन्न मान्छेलाई धर्म परिवर्तन पनि गराउँदै हिँडेका रहेछन्। यसरी थाहा पाउँदासम्म त नेपाल गभर्मेन्टले हरेक ठाउँमा एक्सन्स लिइरहेको छ। तर समस्याको कुरा कहाँ छ भन्दा यस्ता फ्रड केसेसहरू नेपाल पुलिस र सरकारसम्म पुग्दैन।
यसका कारणहरू पनि हामी एकछिनमा डिस्कस गर्नेछौँ। अघि नै मैले भिडियोमा भने जस्तै यस्ता अमानवीय कामहरूको अगेन्स्टमा नेपालमा के कानुन छन् त भन्ने कुरा हामीले पार्ट 1 मा गरिसकेका छौँ। तर ती लजहरू हुँदै गर्दा पनि र नेपाल पुलिसले यस्तो एक्सन लिइराख्दा पनि यी मिसनरिजहरू किन समातिँदैनन् त? यसको पछाडि पनि सिम्पल कारणहरू छन्। मिसनरिजहरू मास्टरमाइन्ड हुन् र उनीहरूलाई म्यानिपुलेसन गर्नु कुनै ठुलो कुरै होइन। सो हाई चान्सेस आर कोही मान्छेले यदि ती मिसनरिजको कुरा सुन्छ भने उसलाई त्यो मिसनरीको कुरा ठिक लाग्छ, अनि कोही मान्छेको कुरा आफूलाई ठिक लागिरहेछ भने उसले किन कम्प्लेन गर्छ? र अब एउटा कुनै पनि न्युट्रल बडी बनाएर उनीहरूमाथि निगरानी राख्ने हो भने त उनीहरूसँग एकदम प्रोटेक्टिभ एनजिओ सिल्ड त छँदैछ। साधारण आँखालाई देखाउनको लागि अलिअलि पैसा खर्च गरेर समाजमा यस्तो यस्तो काम गरेका छौँ भनेर उनीहरूले देखाइहाल्न सक्छन्। तर अब यो सबै कुरा भनिराख्दा हाम्रो मोटिभ क्रिस्चियनिटी एज अ धर्मलाई नराम्रो भन्ने चाहिँ हुँदै होइन। क्रिस्चियनिटीको ओरिजिनल मान्यता र प्रिन्सिपल्सहरू धेरै राम्रा छन्। अझै भन्ने नै हो भने संसारका सबै धर्महरूको प्रिन्सिपल्सहरू कतै न कतै मिलि नै हाल्छन्। सबैजनाको राम्रो होस्, सबैको भलाइ गर्ने, अरूको अहितको काम नगर्ने, सबै धर्मले भन्ने यस्तै राम्रा कुराहरू हुन्। त्यो भएर हामीले क्रिस्चियनिटी धर्मलाई नराम्रो भनेको पनि होइन। तपाईहरूले पनि इयर्सदेखि नै क्रिस्चियनिटी मान्दै आउनु भएको छ भने पनि तपाईहरू गलत हो त्यो पनि भन्न खोजेको होइन। तर जुन तरिकाले नेपालमा कुनै पनि बिछोडिएका समूहलाई समातेर उनीहरूको धर्म परिवर्तन गराइदिएछ त्यो चाहिँ गलत हो र हामीले पोइन्ट गर्न खोजेको कुरा त्यही मात्र हो। यसैसँगै सबैभन्दा मेन कुरा गरौँ, यस्ता इलिगल कन्भर्जनले कस्तो समस्या ल्याउँछ त? मिसनरिजहरूले जुन तरिकाको म्यानिपुलेसन गर्छन् त्यसको सिधा असर भनेको जनताको लोयल्टी देशतिर नभएर त्यस्ता मिसनरिजहरूतिर बढ्नु हो। किन? किनकि स्कुल, हेल्थ क्याम्प, अर्फनेज चलाएर हामी छौ त तिमीहरू छौ र हामी नभएको भए तिमीहरू हुन्थेनौ भनेर यस्ता अर्गनाइजेसनले ठुलो म्यानिपुलेसन गेम चलाइराखेका हुन्छन्। त्यस्तै यो नेटवर्क जति एक्टिभ भयो त्यति नै धेरै डेटा यिनीहरूसँग आउँछ। त्यसपछि नेपालमा को भल्नरेबल छ, कुन गाउँमा कहिले डिजास्टर आउँछ, कहाँ धेरै भेदभाव छ, यो सबै डेटा उनीहरूसँग हुन्छ। तब सायद रिलिजियस इन्फ्लुएन्सलाई मात्र नभएर पोलिटिकल सिफ्ट्स ल्याउनलाई पनि यो डेटा युज हुन सक्छ। अनि सबैभन्दा डेन्जरस कुरा, इन्टेलेक्चुअल ब्याकवर्डनेस। यस्ता मिसनरिजहरूले फेथ हिलिङ जस्तो कुराहरू गरेर एउटा आम नागरिकलाई डक्टर, साइन्स, ट्रिटमेन्ट भन्दा ठुलो भगवान हो भनेर मिसइन्फर्मेसनमा विश्वास गर्न लगाउँछन्। किनकि जति अनएजुकेटेड जनता हुन्छ त्यति नै सजिलो म्यानिपुलेसन हुन्छ। र यहाँ कुरा त केवल धर्म म्यानिपुलेसनको होइन, यिनीहरूले यसरी नै आफ्नो इन्फ्लुएन्सलाई बढाएर पछि कुनै ठुलो पोलिटिकल म्यानिपुलेसन नगरलान् भन्न सकिन्न। तर अब यो सबै कुरा बन्दै गर्दा नेपालमा यस्ता मिसनरिजहरूको इन्फ्लुएन्स रोक्नै नसक्ने भन्ने चाहिँ होइन। यसको लागि हामीले हाम्रो साइडबाट केही बेसिक स्टेप्सहरू लिनुपर्छ। कसैले यस्तो नचाहिदो म्यानिपुलेसन गर्न खोजेको देख्न साथ हामीले त्यसलाई रेकर्ड गरेर पुलिसलाई पठाउनु त परि नै हाल्छ। यो त सिम्पल कुरा भयो। त्योभन्दा मेन कुरा के हो भन्दा हामीले आफ्नै दाजुभाइहरूलाई जातीय तथा अन्य विभिन्न किसिमका भेदभाव गरेर नै यो सबै कुरा निम्तिएको हो। परिवारमा झगडा परेपछि पक्कै पनि छिमेकीले आफ्नो फाइदा लुटिनै हाल्छ। लङ स्टोरी सर्ट, हाम्रो जित हाम्रो एकतामा छ। चाहे त्यो पोलिटिकल कुरा होस् या रिलिजियस। जब हामी फुट्छौँ तब बाहिरी शक्ति हामी माथि लागु हुन सक्छ। यति कुरा हामीले बुझेर पनि नबुझे जस्तो गर्छौँ भने हो हामी भेडा हो भनेर एक्सेप्ट गर्नुपर्छ, होइन भने एक साथ भएर हामी अगाडि बढ्नुपर्छ। Finally, to all the foreign missionaries listening to this, we know you are still here and we're documenting everything. This generation of Nepalese, they are not stupid enough. Work legally or else face the consequences. Because Nepal's sovereignty is non-negotiable.